आज एउटा समसामयिक विषयमा कुलमान घिसिङको बारेमा धेरै नै उतार चढावको न्युजहरू आइरहेको देखेँ र केही साथीहरूले अनभिज्ञ भएर विरोध, केही साथीहरूले अनभिज्ञ भएर सपोर्ट गरेको देखियो। र मलाई के लाग्छ भने यो प्रक्रियामा कुलमानको नेपालको लोड सेडिङ हटाउने र नेपालको विद्युत प्राधिकरणलाई एउटा जिम्मेवार संस्थामा परिणत गर्ने कुरामा कुलमानको हात बिल्कुल छ। त्यो धेरै मान्छेलाई थाहा छ र धेरै समुदायलाई पनि थाहा छ र त्यो कुरा व्यक्त गर्नु नगर्नु आफ्नो छ। उहाँ कुन पार्टीको कुन व्यवहारको के हो मलाई त्यो केही पनि थाहा छैन। तर पनि मलाई सरसर्ती के लाग्छ भने आजको कुलमानलाई गरेको विरोध, कुलमानको बारेमा चाहिँ अपव्याख्या गरेको सोसियल मिडियामा हेर्दा चाहिँ पक्कै पनि एउटा व्यक्तिलाई एउटा झुन्ड लगाएर खेदो गर्ने प्रक्रिया र प्रतिशोधको एउटा भावनाले तपाईँको काम गर्ने, राजनीति गर्ने, समाजलाई भ्रमित बनाउने प्रक्रिया चाहिँ पक्कै देखिन्छ। नेपालको अहिले भइरहेको तपाईँको जनताको चिन्ता र चासोको विषय एउटालाई नङ्ग्याउने र एउटालाई उँभोलाउने खालको हुनुहुँदैन। यो सबैका निम्ति दुर्भाग्यको विषय बन्न जान्छ र हामी यदि स्वतन्त्र भएर हेऱ्यौँ भने, मुद्दालाई स्वतन्त्र रूपमा हेऱ्यौँ भने, हामी पार्टीको नभइकन हेऱ्यौँ भने, हामी नेपाली भएर हेऱ्यौँ भने डेफिनेटली तपाईँको कुलमानको